यस्तो छ हेर्नु नै बाह्र महिना जस्तो लागिसकेको छ होइन यहाँ जाँदैछौँ हामी ठ्याक्क यहाँ जाँदै बिचैमा कुर्ची आएको छ यो कुर्चीमा टक्क थाक्नु बनाएर बस्नु होला होइन नमस्कार सबैजनालाई मान्छेलाई आज हामी जाँदैछौँ डाँडातिर पार्कतिर जाँदैछौँ यहाँ हाम्रो बाबु पनि जाँदैछ है पार्कबाट टक्क तपाईँलाई देखाउनेछौँ गाइस अनि त्यहाँ बसी हामी यो बाटो हिँड्दैछौँ नवलपरासी पश्चिम बर्दघाट हरियाली नगरमा रहेको यो पार्क हो यसमा हामी यहाँ अब गरे के हुँदैन भन्ने अभियानमा हामी जोडिरहेका छौँ र त्यसको साथसाथमै यो कहाँ जाने बाटो भन्दाखेरि पार्क बनाउने कार्यक्रममा जोडिरहेका छौँ यहाँबाट जाने बाटो हो यो बाटो खनेर बन्दैछ यी हाम्रो गाउँ पदम दाइ हुनुहुन्छ हाम्रो यहाँ सञ्जीव गुरुङ हुनुहुन्छ होइन यो बाटो टक्क माथि जाँदैछ पार्क हेर्नु होला अब सबैले आउनु होला इन्जोय गर्नु होला यस्तो बाटो रहेको छ यो बाटो खनी बनाएको हो लगभग यो बनाउनमा 12 महिना जस्तो लागिसकेको छ होइन यहाँ जाँदैछौँ हामी ठ्याक्क यहाँ जाँदै बिचैमा कुर्ची आएको छ यो कुर्चीमा टक्क थाक्नु बनाएर बस्नु होला होइन त्यहाँ पछि यहाँ यसरी गएको छ जाँदैछौँ यहाँ इको पार्क पनि बन्ने कार्यक्रममा आउँछ होइन यसमा यो यस्तो छ यो गरे के हुँदैन भन्ने अभियानमा कार्यक्रम सुरु भएको हुनाले यो श्रमदानको रूपमा यो गरिएको काम हो है यसमा अनि यो भइरहेको छ यस्तो छ बाटो एउटा बाटो टक्क उता जाने बाटो हो एउटा ठ्याक्क यता जाने बाटो यता आउँथ्यौँ यहाँ ठ्याक्कै यस्तो छ बाटो है ऊ त्यहाँ जाने बाटो ऊ त्यहाँ कुर्ची छन् तिनवटा कुर्ची छन् अब टिकटक चलिरहेछ त्यहाँ भनेको त्यहाँ टक्क बस्ने ठाउँ हो त्यहाँ पनि गएर देखाउनेछौँ होइन यस्तो रहेको छ है यहाँ टक्कै यो त्रिवेणी चोक देखिन्छ यो एस मोड हो होइन यताबाट ठ्याक्क हो माथि हो वहाँ पनि रहेछ हो अब वहाँ जाँदैछौँ हामी त्यहाँ पछि रहेर अर्को भनेको वहाँ कुर्ची रहेको छ अर्को वहाँ पनि छ साथमा वहाँ पनि अर्को कुर्ची छ हो यो पनि सबै श्रमदानको रूपमा यो जोडिएको होइन अब हामी वहाँ माथि जाँदैछौँ अब हामी यता जाने क्रम छ अब यता जाँदैछौँ र यो भनेको बर्दघाटमा रहेको यो हरियाली नगरको इको पार्क बन्ने क्रम थियो पहिला अनि त्यो बिचमा रोकिएको भएर यो भएन भनेर यहाँको हाम्रो पदम दाई दिलीप सर जस्ता लगायत विष्णु सर पनि हुनुहुन्छ सबै लगायतले उहाँहरूले यो बनाउने क्रममा हो उहाँले यत्रो दिनसम्म
यो वर्षौँ लगाएर बिहानको यो अर्को कुर्ची यहाँ रहेको छ। यहाँबाट यसरी गएपछि उहाँ माथि छ, उहाँ टक्क डाँडा छ अझै। गर्ने क्रममा तपाईँको यो बिहान 5 बजेबाट लिएर 9 बजेसम्म यो काम सुरु हुन्छ यसको। यहाँ श्रमदान गरेर कहिलेकाहीँ हामी पनि जोडिन्छौँ होइन, यसमा आफूलाई समय हुँदैन। यहाँ हामी आइसक्यौँ नि, यहाँ आएर मस्तै नेपालको झन्डाको प्रक्रिया सुरु भएको छ है। नेपालको झन्डा हो यो, नेपालको झन्डा टक्कै यहाँ बन्दैछ है। नेपालको झन्डा बनाउने कार्यक्रम अझ जारी छ, अझै यहाँ धेरै काम हुन बाँकी छ है। टक्कै यहाँ आएर बसेर बस्ने ठाउँ छ है, मस्त यहाँ टक्कै उताबाट हेर्दा ठ्याक्कै यहाँबाट है यो बाटो छ, उता एस मोड छ हो। हेर्दाखेरि यहाँ रमाइलो छ है। तपाईँहरू पनि श्रमदान गर्न चाहनुहुन्छ भने आउनु होला, बिहानको समयमा आएर केही समय पनि गुजार्न सक्नुहुनेछ होइन। 5 से 7:30। त्यहाँ पछि यहाँ के हुन्छ भने यहाँ तपाईँको नेपालको नक्सा बन्नेछ। साथसाथमा यहाँ धेरै काम नै बाँकी छैन, कहाँ के हुन्छ भन्ने कुरो अझै पनि थाहा छैन, कहाँसम्म पुगिन्छ, कहाँसम्म गर्न सकिन्छ। ठ्याक्कै यो भनेको त्रिवेणी टिसन चोक हो, ऊ एस मोड। ठक्क देख्दा यहाँ रमाइलो छ, आनन्द आउँछ साँझ आएर यहाँ बस्ने भने, शीतलो छ होइन। साथमा यहाँ के हुन्छ भने अझै यहाँ अब यसमा टिनको छाप्रो हाल्ने कुरो छ, हेरौँ कहाँसम्म पुग्छ। पिकनिकको लागि राम्रो ठाउँ हुनेछ। पानीको व्यवस्था भएको छैन, पानीको व्यवस्था पनि हुन्छ। यो पानीको व्यवस्था भनेको यो तपाईँको वनले गर्ने सहमति भइसकेको छ। पानी आइदियो भने यहाँ त धेरै राम्रो हुन्छ। यो नेपालको झन्डामा यहाँ हरियाली हुनेछ, मस्त तरिकाले बन्ने छ होइन। हेरिदिनु होला, राम्रो लाग्यो सब्सक्राइब गरिदिनु होला, आउनु होला। यहाँ भनेको यो भनेको निष्पक्ष जसले पनि योगदान गर्न सक्नुहुनेछ, श्रमदान गर्न सक्नुहुनेछ है। आमा कस्तो लाग्यो यहाँ? रमाइलो लाग्यो। आमा कस्तो लाग्यो ल भन्नु त? धेरै रमाइलो लाग्यो। खोज्नु भएको छ, बाबा आउनु खोज्नु भएको छ। ल दिदी ल भनिदिनु त, सबै यता सता पहिरो कता छ भन्नु। धेरै रमाइलो लाग्यो। यो होइन हाम्रो योगदान भनेको दाइको छ है, धेरै दाइको छ। उहाँको छ सञ्जीव गुरुङको छ, उहाँको छ, उहाँ लगायतका सबैजनाको छ होइन। धेरै बधाई छ यहाँको काम गर्नेलाई। बधाई छ, धन्यवाद। धेरै बधाई छ, धन्यवाद छ। यस्तो छ हेरेर अझै काम धेरै नै बाँकी छ नि आमा यहाँ त होइन। पानीको व्यवस्था भइसकेपछि यहाँ सबै चिज हुन्छ होइन। पानीको व्यवस्था अझै भएको छैन, पानीको व्यवस्था भएपछि धेरै हुन्छ होइन। डोजर पर्दैन, डोजर यत्तिकै यसले मजाले गर्ने आनन्द सुन्नुहुन्छ न, आनन्दसँग गर्ने यो कामलाई यो सुस्तै हुँदै गर्ने काम हो होइन। त्यो भयो भने त यसको महत्त्वै रहन्न नि। रिक्सा आयो भने त यसको यो हिँडेर आउने ठाउँ हो क्या। ठ्याक्क सिँढीबाट चढ्यो, त्यहाँ गाडी रोकेर तल ई रिक्सा आउँदा जतासुकै भाग्छ भन्ने हिसाबले हो क्या। हाम्रो बुढोलाई ल्याउनलाई ई रिक्सा आउनुहुन्थ्यो हेर्न। नै सुस्तै हिँडेर आउनु सक्नुहुन्न? कहाँ सक्नु, झर्नै सक्नुहुन्न त ओह्रालोमा। त्यहाँ हेर्न खोज्नु थियो, भिडियो देखाउनु दाइलाई। भिडियोमा त हेरेको छु, त्यही जान कति मन लाग्छ भनिरहनु भएको छ। नै यहाँ सूर्यको बन्दैछ है, सूर्य। अनि यहाँ चन्द्रमा चन्द्रमा त लगभग बनिसकेको छ है। अब यसलाई मस्त तरिकाले यसलाई अब बनाउने कार्यक्रम अझै छ है, धेरै नै काम बाँकी छ यसमा। अहिले त अब बल्ल सुरुवात जस्तै छ लगभग। यहाँ कस्तो थियो, सम्माइसकेको छ यहाँ, पहिला ऊ थिएन। सम्माएर म आउँदा त हल्का हल्का थियो, अहिले त धेरै नै सम्माइसक्नु भएको छ यहाँ त। मैले त थोरै मात्रै बस शनिबारको दिन हल्का मात्रै काममा सहयोग गरेको हुन्छु। मैले धेरै गर्न पाउँदैन होइन, किनभने त्यत्रो समय नै हुन्न मलाई। मेरो व्यवसाय छ, व्यवसायमा पनि लाग्न पर्यो। अनि त्यही भएर होइन, आउनु होला तपाईँहरू। हाम्रै बर्दघाटमा रहेको हरियाली नगरको माथि इको पार्क भन्ने क्रममा रहेको ठाउँमा हो। यस्तो छ है, मस्त। यस्तो हेर्न कति रमाइलो छ, आनन्दको सरर हावा आउँछ यहाँ, जतासुकै देख्न पाइन्छ यहाँबाट। हो के अरे अब
पानीको व्यवस्था पहिला हुन पर्यो होइन पानीको व्यवस्था भइसकेपछि बल्ल आउने हो त्यहाँ अन्त पानी लगभग उताबाट आउने भन्ने कुरो छ क्या अब कसो कसो हुन्छ कहाँबाट आउँछ हाम्रो दाइ सुरु हुनुभयो ल साँझको पनि काम सुरु हुने भयो है म भ्याउँदैन बिहान दुख्ने साँझ चोक्ने हुन्छ पानी नआइकन त गाह्रो छ है देख्नु भयो नि दिदीले नि खन्ने कि ल दिदीले पनि खन्छु भन्नु लाउनु है बिहान आउनु पर्यो बिहान आउने अलि सक्छ ल दिदीले पनि सहयोग गर्ने भन्ने वातावरण आइसकेको छ है नानी तिमीले पनि हो कि होइन अरे ल दाइ त सुरु भइसक्नु भयो ल दाइको काम सुरु भइसक्यो है ल्याएर आमा पनि भन्दै हुन्छ खन्दिउँ न जाऊँ न भने भन्दै हुन्छ आमा खन्नी भन्नुभएको तपाईँले नि तपाईँले खन्नी भन्नुभएको या आमा हो ल सुरु भयो ल गरे के हुँदैन भन्ने अभियानको साथमा जोडिँदाखेरि धेरै नै राम्रो काम हुन्छ साथ दिनुभयो भने धेरै राम्रो काम हुन्छ उहाँहरू त त्यो डाँडामा टक्क क्या मिठो टिकटक बन्दैछ उहाँ हो मस्त हुन्छ ल आमालाई खान्दिने ल ल देख्नुभयो देख्न सक्नुहुनेछ है होइन यहाँ यो यहाँ अब यहाँ नेपालको झन्डा बनियो क्या यहाँ नेपालको नक्सा बनियो क्या यहाँ नक्सा बनियो अनि यहाँबाट यहाँ सर बाटो हुन्छ यताबाट जाने सर बाटो हुन्छ त्यताबाट चढ्ने हो ल यहाँ त काम सुरु हुने भयो त लगभग आजै भ्याइन्छ क्या जस्तो लाग्यो काम त सके गर्ने आमा सके गर्ने नसके नगर्ने हो नि ल हेर्नु यहाँ सुरु भयो काम आमाले पनि खन्न लाउनु भयो ल आमाले पनि खन्न लाउनु भयो ल आमा सोच्दै है ल यति सहयोग गरिदियो त पुगिहाल्यो नि अनि यो माटो लैजाने यो माथि बाटा भन्दा मन्दिर पाएको